नेपालको राजनीतिमा यस्ता पात्रहरू छन् जसलाई बुझ्न साँच्चै गाह्रो पर्छ। दुर्गा प्रसाईँ हो त्यस्तै एक नाम हो। आज हामी उहाँको यो रहस्यले भरिएको यात्रालाई अलिक नजिकबाट निहाल्नेछौँ, किनभने उहाँको विगत र वर्तमान दुवैले देशको राजनीतिमा ठूलै तरङ्ग ल्याएको छ। अनि यहीँनिर उठ्छ सबैभन्दा ठूलो प्रश्न। एक समय माओवादी थापामा रहेका व्यक्ति आज कसरी राजतन्त्र फर्काउने अभियानको सबैभन्दा ठूलो आवाज बन्न सक्छन्? आउनुस् यही विरोधाभासको गाँठो फुकाउने प्रयास गरौँ। सोच्नुहोस् त, एकातिर राजतन्त्र फाल्न ज्यानको बाजी लगाएर बन्दुक बोकेका योद्धा, अनि अर्कोतिर आज त्यही राजतन्त्र फर्काउन सडक तताउने नेता। यो त पुरै उल्टो यात्रा भयो नि, होइन र? आखिर यो असम्भव जस्तो देखिने रूपान्तरण कसरी सम्भव भयो होला? ल सुरु गरौँ उहाँको सबैभन्दा पछिल्लो र सायद सबैभन्दा चर्चित अनि विवादास्पद अभियानबाटै। उहाँको अभियानको निशाना एकदमै स्पष्ट छ। उहाँ के चाहनुहुन्छ? सन् 2008मा स्थापित गणतन्त्र र धर्मनिरपेक्षतालाई पुरै उल्ट्याउने अनि देशमा फेरि राजतन्त्र र हिन्दू राष्ट्र स्थापना गर्ने। तर यो राजतन्त्रको यात्रासम्म उहाँ आइपुग्नुभयो कसरी? उहाँको राजनीतिक यात्रा हेर्ने हो भने साँच्चै गिरगिटले रङ बदले जस्तै देखिन्छ। आउनुहोस् उहाँको विगतमा लुकेका ती बदलिँदा रङहरूलाई एक एक गरी हेरौँ। सुरुमा नेपाली कङ्ग्रेस, त्यसपछि गृहयुद्धमा माओवादीसँग भूमिगत, युद्ध सकिएपछि प्रचण्डको माओवादी केन्द्रसँग नजिक, अनि 2018देखि 2022सम्म त केपी ओलीको एमालेमा छिरेर केन्द्रीय कमिटी सदस्यसम्म बन्नुभयो। तर 2023मा के भयो? राजतन्त्रको कुरा गरेपछि एमालेबाटै निकालिनुभयो र आज उहाँ राजावादी दक्षिणपन्थी पपुलिस्ट आन्दोलनको नेतृत्व गरिरहनु भएको छ। कङ्ग्रेस, माओवादी, एमाले हुँदै राजावादी, यो यात्राले के देखाउँछ भने उहाँ सधैँ शक्ति केन्द्रको नजिक रहन र समयअनुसार आफूलाई ढाल्न एकदमै माहिर हुनुहुन्छ। अनि उहाँको राजनीतिक यात्राको एउटा निकै रोचक अध्याय छ। त्यो हो चर्चित मार्सी चामलको भात। हो, सन् 2018मा उहाँले त्यति बेलाका दुई कट्टर प्रतिस्पर्धी कम्युनिस्ट नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घरमा बोलाएर मार्सी चामलको भात खुवाउनुभयो। प्रसाईको दाबी के छ भने हो त्यही भेटले नै दुई पार्टीबीच एकता गरायो र उहाँलाई रातारात राजनीतिक खेलाडीको रूपमा चर्चित बनाइदियो। तर एउटा प्रश्न उठ्छ, के उहाँको यो राजनीतिक सक्रियता केवल विचार र सिद्धान्तको लागि मात्र हो कि यसको पछाडि कुनै आर्थिक कारण पनि लुकेको छ? आउनुहोस् अब यो कथाको वित्तीय पाटोलाई अलि गहिरिएर हेरौँ। 7 अर्ब रुपैयाँभन्दा बढी, यो सुन्दा सामान्य लाग्दैन र यो सामान्य सङ्ख्या हो पनि होइन। वास्तवमा यही अङ्कबाट सुरु हुन्छ दुर्गा प्रसाईको कथाको अर्को, सायद सबैभन्दा रहस्यमय अध्याय। यो पैसा आखिर हो के त? यो त्यो रकम हो जुन दुर्गा प्रसाई र उहाँका व्यवसायीहरूले, जसमा उहाँको बीएनसी मेडिकल कलेज पनि पर्छ, 8वटा विभिन्न ब्याङ्क र वित्तीय संस्थालाई तिर्न बाँकी छ। सरल शब्दमा भन्दा यो उहाँले तिर्न नसकेको ऋण हो। र यो ऋण कुनै एउटा सानो संस्थाबाट लिएको होइन। सूची हेर्नुहोस् त, प्रभु ब्याङ्क, ग्लोबल आइएमई, कुमारी ब्याङ्क, नभिल ब्याङ्क, देशका ठूला ठूला ब्याङ्कहरूको नाम छ। उहाँले लिएको यो अरबौंको ऋणले उहाँलाई मात्र होइन, देशको पुरै वित्तीय प्रणालीमा नै एक किसिमको तरङ्ग पैदा गरेको छ। अनि यहाँनिर आउँछ कथाको सबैभन्दा ठूलो र गजबको विरोधाभास। सोच्नुस् त, एकातिर उहाँ सडकमा गएर आम मानिसलाई ब्याङ्कको ऋण नतिर्नुहोस् भनेर उक्साउनुहुन्छ, आन्दोलन चलाउनुहुन्छ, अनि अर्कोतिर उहाँ आफै चाहिँ 7 अर्बभन्दा बढी ऋण नतिरेर बसेको व्यक्ति हुनुहुन्छ। यो कस्तो असम्मको कुरा होइन? त्यसो भए के उहाँको आर्थिक समस्या र उहाँको राजनीतिक आन्दोलन बीच कुनै सम्बन्ध छ त? यी दुई कुरा कसरी एक आपसमा जेलिएका छन्? कतै यो सडकमा देखिने प्रदर्शन उहाँको त्यो अर्बौंको ऋणबाट मान्छेको ध्यान हटाउने एउटा चलाखीपूर्ण रणनीति त होइन? उहाँको आन्दोलनका मागहरू हेर्ने हो भने यो एउटा पपुलिस्ट खिचडी जस्तो देखिन्छ। एकातिर राजतन्त्र र हिन्दू राष्ट्र जस्ता राष्ट्रवादी र धार्मिक मुद्दा छन्, अर्कोतिर 20 लाखसम्मको ऋण मिनाहा गर्ने, ब्याजदर घटाउने जस्ता आम मानिसलाई तुरन्तै छुने आर्थिक मागहरू पनि छन्। यो मसलादार मिश्रणले ऋणमा डुबेका र व्यवस्थाप्रति निराश भएका नागरिकहरूलाई सजिलै तान्ने काम गर्छ। तर उहाँका यी आन्दोलनहरू सधैँ शान्तिपूर्ण मात्रै भने भएनन्। मार्च 28, 2024को त्यो दिन, 3 कुने घटना एक कालो दिनको रूपमा याद गरिन्छ।
त्यो दिन भएको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित 2 जनाले ज्यान गुमाउनु पर्यो। यो घटनापछि उहाँको अभियानमाथि गम्भीर नैतिक प्रश्नहरू उठे र यही घटनाको परिणामस्वरूप उहाँ भागेर भारत पुग्नुभयो, जहाँबाट पछि उहाँलाई पक्राउ गरियो। ल, यति सबै कुरालाई एकै ठाउँमा राखेर हेर्दा एउटा ठूलो प्रश्न खडा हुन्छ। आखिर दुर्गा प्रसाई को हुन्? के उहाँ समयअनुसार चल्ने एक चतुर अवसरवादी मात्र हुन्, वा जनताको भावना भड्काएर आफ्नो स्वार्थ पूरा गर्ने एक उत्तेजक पात्र? कि साँच्ची नै उहाँलाई नजरअन्दाज गर्नै नसकिने एक राजनीतिक शक्ति मान्ने? र एउटा रोचक कुरा के छ भने उहाँको सरकारसँगको यो लुकामारीको खेलले उहाँलाई सधैँ फाइदा पुर्याएको देखिन्छ। उहाँ पक्राउ पर्दा पनि समाचारको हेडलाइन बन्नुहुन्छ, छुट्दा पनि हेडलाइन बन्नुहुन्छ। यो पक्राउ र रिहाईको चक्रले उहाँको राजनीतिक प्रोफाइललाई घटाउनुको साटो झन बढाएको जस्तो देखिन्छ र उहाँलाई राज्यको लागि एउटा टाउको दुखाएको विषय बनाएको छ। यसबारेमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीको विश्लेषण सुन्न लायक छ। उहाँ भन्नुहुन्छ, उहाँ र उहाँ जस्ता व्यक्तिहरू देशमा सुधार वा विकास ल्याउन खोज्ने अनुशासित राजनीतिक कर्मी होइनन्। उनीहरूको मुख्य काम भनेको नै व्यवस्थाबाट बहिष्कृत वा निराश महसुस गर्ने मानिसहरूलाई उक्साउनु र भड्काउनु हो। यो भनाइले धेरै कुरा स्पष्ट पार्छ। त्यसो भए अन्त्यमा हामी फेरि त्यही सुरुवाती प्रश्नमा फर्कन्छौँ। दुर्गा प्रसाई एक पपुलिस्ट नायक हुन् जो जनताको आवाज बोलिरहेका छन्, वा आफ्नो अर्बौंको ऋणबाट बच्न राजनीतिको खोल ओढेका एक रणनीतिक डिफल्टर? उहाँको अन्तिम खेल जेसुकै होस्, एउटा कुरा पक्का छ, उहाँको यो यात्राले नेपालको राजनीतिक भविष्यमा एउटा गहिरो र नमेटिने छाप छोड्ने निश्चित छ।